그게 아주 वहाँले ज्ञान प्राप्त गरेको हो परिनिर्वाण भएको अनि कतिले अब जन्मको महिना पनि यही हो भनेर चाहिँ यसरी भन्ने गरेको छ अनि यो महिना चाहिँ विशेष चाहिँ पुण्य आर्जन गर्ने विशेष तिथि रहेको छ हुन त अब प्रत्येक महिना होइन गुरु विष्णु आउँछ अष्टमी दशमी पुण्य औँसी त अब प्रत्येक महिना रहन्छ त्यो पनि यो महिना चाहिँ विशेष गरी के चाहिँ छ भने अब यो गेलौँमा पल्मा अथवा विष्णुनी कमालाले यसरी यो उहाँले चाहिँ आर्य अवधेश्वरलाई ध्यान गरेर उहाँको साधना गरेर त्यहाँदेखि उहाँलाई चाहिँ 12 वर्षसम्म उहाँले तपस्या गरेको थियो अनि यो भगवतीजी आर्य अवधेश्वरको चाहिँ मन्त्र जप गरेर उहाँको साधना गरेपछि चाहिँ 12 वर्षपछि चाहिँ दर्शन पाएको चाहिँ अझ यो पुण्यमा हो भन्ने छ अनि अस्ति के दिनदेखि नै अष्टमीको दिनदेखि नै चाहिँ उहाँले चाहिँ अब त्यो विभिन्न बोधिसत्वहरू ताराहरू त्यसरी दिन दर्शन हुँदै अरू भगवान्हरू दर्शन हुँदै हुँदै पुण्यको दिन चाहिँ चुजिसा सर्वचेन्दम चुजिसा भन्छ त्यो अरे अब भगवतेश्वरले दर्शन भएको चाहिँ अझ हो भनेको छ त्यति कारणले आज विशेष तिथि हो अब त्यो यहाँबाट अपोजिट भएको रिस चाहिँ अब यहाँबाट के अरे रातो सर्पको कभरमा चाहिँ नाकबाट निस्केर गएर अनि एकदमै ठुलो समुद्रभित्र चाहिँ त्यो हराएर गयो बाबाले भन्नु भएको छ यो सास भेट्दाखेरि अहिले चाहिँ यहाँबाटलाई आउट गरिदिन्छ फेरि दुईटै हात कापामा अब चाहिँ हाम्रो शरीरबाट राग रिस राग द्वेष सबै निस्केर गएर चाहिँ आउट भइसक्यो अनि एकदमै अब के अरे शरीर चाहिँ एकदमै शान्त एकदम शुद्ध भएर बस्यो बाबाले भन्नुभएको छ अनि यसले चाहिँ तपाईँहरूले अब खाना अथवा चिया सेवन गर्न अगाडि अब कतिले सफा बनाएर त्यसमा चाहिँ खाना लगाएर लिनुभयो भने चाहिँ मन खुसी हुन्छ भन्छ नि हामी सुरुमै अब चियाहरू होइन फोरको ग्लासमा अथवा फोरमा अब प्लेटमा खाना पस्काएर खाना त अब त्यो खाँदा नै मन खिन्न भएर आउँछ नि त्यस्तो नहुनुको लागि चाहिँ सफा गर्नुपर्छ भन्ने चाहिँ हो त्यसरी नै हाम्रो छो अध्ययनबाट कि दुख्छौँ नाम छोडिन् भने चाहिँ बस्नु शरीर कसरी बस्नु भन्ने पोजिसनको कुरा गरेको त्यसपछि चाहिँ हामी भित्री अब सफा गर्ने चाहिँ यसरी तुक्सुम लुङ्रो भनेर चाहिँ यो 3 पोइजन भन्छ 3 पोइजन रिग रास र द्वेषले चाहिँ अब इङ्ग्लिसमा 3 पोइजन चाहिँ हामीले आउट गरिसकेपछि सफा भएको आटा हो
खाने कुरामा चाहिँ जाँड रक्सी चुरोट खैनी जे छ त्यसको मादक पदार्थहरू चाहिँ सेवन नगर्नु भन्ने छ त्यसले गर्दा 5 वटा भयो अनि छिटेन सेतो चार्जिङ भनेको अल्को एकदमै होइन 2 भन्दा अल्को चेयरमा पनि नबस्नु भनेको छ डोन्ट गो त्यस्तै गरेर हामी त्यसै तुमा मिसे आज दिन दिउँसो चाहिँ अब लन्च ठ्याक्कै 12 बजी सबैले सँगै यहाँ सबै भयो भने यहाँ नै गुम्बामा सबै यहाँ सँगै खानुपर्छ यहाँ छोपा पनि सँगै चढाउने गर्नुपर्ने गएको हुँदैन सबै तपाईँहरू सबै यहाँ सबै मण्डलामै बसेर सँगै सेवन गर्ने अनि ठ्याक्कै 12 बजी सोझोको बेलामा चाहिँ अब बिहान अब ब्रेकफास्ट केही हुँदैन अनि अब चिया पिउने पानी पिउने जुस तिनीहरू चाहिँ मिल्छ दही दुध यिनीहरू पनि मिल्छ अनि अरू चाहिँ अब खानेकुरा चाहिँ मिल्दैन त्यो चाहिँ अब आज चाहिँ लन्च मात्रै हो अनि बेलुका डिनर पनि छैन होइन त्यो गरेर चाहिँ सोच्नु त्यसरी बस्नुपर्छ खितान ठेवा तामिन्जेन भनेर अब यो हाम्रो यस्तो माला बाहेक ठेवा भनेको चाहिँ माला हो यहाँ मन्त्र जप गर्ने माला बाहेक अनि अरू अब होइन कानमा लाउने नाकमा लाउने अथवा चाहिँ यहाँ के अरे औँठी होइन औँलामा टुनी लाउने त्यो अब गानाहरू त्यस्तो चाहिँ नलाउनु भन्ने चाहिँ त्यस्तो केही नलाउनु ठिताङ ठेवा तामिन्जेन ठी भनेको चाहिँ हाम्रो शरीरमा होइन बाँच्न राम्रो आउने खालको परफ्युमहरू नलाउनु अनि यसरी मालाहरू ज्ञान भनेको चाहिँ ज्ञान छ भनेको गाना पातहरू नलाउनु अनि मनोरञ्जन हुनुको लागि रमाइलो गर्नुको लागि डान्स गर्ने गीत गाउने तिनीहरू नगर्नु भनेको चाहिँ आज अब यो 24 आवर्सभित्र चाहिँ त्यति गऱ्यो भने चाहिँ हामीले बुद्धको ज्ञान प्राप्त गर्नुको लागि सोझौँ बस्दाखेरि चाहिँ त्यो फलो गर्ने रुलहरू हो त्यति चाहिँ अष्टशीलको रुल मात्रै फलो गरेर तपाईँहरूले मलम पढ्नु नआउनेहरूले चाहिँ ओम अनि प्रेमे हुँ भनेर मन्त्र मात्रै जप गर्नुभयो भने ओम अनि प्रेमे हुँ ओम अनि प्रेमे हुँ भनेर अरूले लामा पेजा छु पर्छ होइन पढ्नु नआउनेले चाहिँ अनि ओम अनि प्रेमे हुँ भनेर बिस्तारै धेरै ठुलो सब नगरी बिस्तारै यसरी माला मन्त्र जप गऱ्यो भने चाहिँ त्यो लामा पढेको छो पढ्नुबाट जसले छो पढ्नु आउँदैन तपाईँहरू चाहिँ त्यो गर्नुपर्छ त्यो भयो भने चाहिँ हामी ठुलो पुण्य आर्जन हुन्छ अनि हामीले गरेको दैनिक जीवनमा गरेको पूर्वजन्मको पापहरू पनि सबै शुद्ध भएछ तपाईँहरू सबै बुद्धको ज्ञान प्राप्त गर्न सक्छ 상계월 저위치도 소용여월 제바 대진도
पानी पिउने छ भने पिउनुहोस् 15 मिनट बाद चाहिँ फेरि जम्मा गरेर फेरि ब्रेक 15 मिनटको ब्रेक भयो अब हाम्रो 15 मिनटको ब्रेक दुईजना भर्खर आउँदै हुनुहुन्छ होइन यस्तो ढिलो आउँदै हुनुहुन्छ फेरि घरेर ल्याउनुहोस् ल छ आए जस्तो यहाँ हेर्नु नि यहाँ यहाँ खाना खाइसकेर अब चाहिँ पिक्चरको टाइम हो पिक्चर खिच्नु जाँदैछौँ ल म गरौँ पिक्चरको लागि बाहिर पिक्चरको लागि अलिकति दादाले हामीलाई काटिरहेछ बिचारा म धन्दा गरिराख्नु भएको रहेछ एक्लै खै कोनी के टाइम लगाएको उता अरे लु छिटो अहिले चाहिँ नाम के अरे कुन वेमा फर्किन्छ भनेर डिस्कस गर्नु भयो फोटो सेसन चाहिँ कम्प्लिट भयो अब दादा खै कुन क्यामेराले खिच्देको दादा भयो फोटो खिचिरहनु भएको छ बट गर्मी छ त्यही हामी चाहिँ के अरे गएको भित्र बाई बाई
Would you please do that again? सुख शान्ति समृद्धि दीर्घायु सधैँ प्रदान गर्नुहोस् र प्रदान गर्नको लागि तपाईँले यो मण्डलामा सधैँ बसिदिनुहोस् भनेर अनुरोध गरेको हो अनि त्यसको लागि दिने जोदा निजे जो प्रवासी दुश्मने मेमे चेता जो चोनाले बराजम धेरै लो भयो स्वर त सुरुमा नै मिलाउनु पर्छ धेरै धेरै हाई भयो भने नि एकदम स्वस्थानीमा चाहिँ अनि त्यो हरेक शरीरहरूमा घाउ घटेर भएको तर लास्टमा गएर चाहिँ यसरी यो भगवान्को प्रार्थना गरेर बस यसरी तिमी व्रत लिएर बस तिमीलाई राम्रो यो चाहिँ क्वेसनहरू के छ के अरे गुरुलाई सोध्नु के अरे आउँछ एन्सर गाइड हुन्छ क्वेसन टाइम या क्वेसन टाइम तर्मा धेरै प्रकारको तर्माहरू त्यो चाहिँ अब कुनैमा कम्ती कुनैमा धेरै हुन्छ त्यो चाहिँ त्यो पाठसँग डिपेन्ड हुन्छ अब सेठो भन्छ होइन हामीले सेठो पढ्दाखेरि त्यो सेठोको धेरै चाहिँ 100वटा छ नि भगवान नै 100वटा छ त्यही भएर तर्मा धेरै आउँछ नि अनि अहिले अब चेरेन्सीको यो अहिले यो चेरेन्सीको सेटमा हामीले बनाएको अनि मेडिटेसन गर्ने ठाउँमा तर्मा बनाउने चलन किनभने सबैतिर थाङ्का मेडिटेसन हुँदैन त्यही मूर्ति हुँदैन नि अनि मूर्ति थाङ्का केही नभएको ठाउँमा पनि अनि यो तर्मा यस्तो यो बनाएर योलाई चाहिँ अब यो चेरेन्सी उहाँलाई नै सम्झिन्छ क्या यो र यो तर्मा र यो चेरेन्सीको मूर्तिमा केही फरक हुँदैन मेडिटेसन गर्दैन अनि के अरे योलाई चाहिँ कर्जन भन्छ खास चाहिँ हामी कर्जन भन्ने यो जिउकोतिर अनि चाम्बाबाट बनाएर एकदम सफा चाम्बाबाट पानी मुछेर यसरी बनाउँछ तर यो चाहिँ सबै भगवान्को इन्स्टिट्युट अफ चेरेन्सी यही हो सो डिफ्रेन्ट भगवान्को डिफ्रेन्ट हुन्छ कि डिफ्रेन्ट हुन्छ यो सेतो लगाएको चाहिँ किनभने यो चेरेन्सीको अब सेतो कलर छ नि वाइट हुनुहुन्छ रेड कलरको भगवान्को चाहिँ फेरि रेड लाउँछ यहाँ रेड लगाएको छ नि त्यो भगवान्को कलर कस्तो छ त्यसरी यो रेड लाग्छ नभए त सबैमा सेतो हुन्छ नि होइन कुनैमा रातो कुनैमा सेतो कुनै यस्तो चुच्चो फेरि कुनै झिङ्गलो तिनीहरूको सबै अर्थ छ आफ्नो आफ्नो अलिक क्रोध अलिक रिस उठ्ने देउता खालको भगवान् पनि कुनै रिसालु त्यो चाहिँ यस्तो चुच्चो चुच्चो पनि अनि कलर पनि रातो क्या रिसले भएको क्या त्यहाँनिर शान्त हुने चाहिँ अब यस्तो
मात्रै डल्लो भएको रहेछ यो त्यसो भने यो तपाईँले च्याङ्ग्रेसीको मतलब बनाउनु भयो ठुलो खालको त्यसको मतलब आजको व्रत चाहिँ तपाईँले उहाँको लागि बनाउनु यस्टरडेदेखि उहाँकै पाठ भएको हुनाले यो कि उहाँको परिवारको मात्रै हो परिवारभित्रै भन्दा केही म चाहिँ अलिक रातो छु नि त म चाहिँ रातो अनि यहाँको तर्म र यहाँको सबै भगवान्कै चटमा हो हजुर अनि यिनीहरू चाहिँ फेरि भगवान्ले चढाउने खानेकुरा हो जसरी यहाँ फ्रुट चढाएको छ होइन रोटी चढाएको छ यो पनि एउटा खानाको स्वरूप राखेको हो यिनीहरू चाहिँ साल्से भन्छ हजुर साल्से भने चाहिँ अब खानेकुरा अलिक डिफ्रेन्ट हुँदो रहेछ अनि अरू चाहिँ अब त्यही हो छोप तपाईँहरूले अब विशेष गरेर तपाईँहरूले यहाँ झट्टभरि चलाउनुपर्छ होइन पानी चलाउँछ नि त्यसमा अब पुण्य आर्जन गर्नुको लागि खालि सबभन्दा पहिला हात र मुख सफा गर्ने त्यसपछि यो 3 बाह्र सफा चाहिन्छ अनि यसमा लाउने पानी सफा चाहियो अनि कुनै यहाँ झोरी हालेको कुनै पनि ग्याप भएको त्यस्तो चाहिँ नगर्ने कुनै बम्बो टिङ्गो पनि नहाल्ने सिधा अनि यो बिचको ग्याप पनि बराबर गऱ्यो भने चाहिँ पुण्य प्राप्ति चाहिँ एकदम राम्रो हुन्छ मैले मैले सुनेको थिएँ के अरे अब बिचमा हामी क्यान्डल लाउँछौँ नि त होइन त्यो के अरे क्यान्डल बत्ती लाउँछौँ नि त सो बत्तीको छेउमा पनि लाउनु हुँदैन अरे नि त्यो पानीहरू हो लाइक अब त्यस्तो हजुर देखिन लाइक अब नाम के अरे यो त्यो बत्ती भयो नि त होइन अनि बत्तीकै छेउमा टाँसेर लाउनु हुँदैन अरे समथिङ के भन्नु हो त्यस्तो हो डेन्जर हुन्छ भनेको मात्रै तर त्यो हाम्रो विलेज मिनिङमा नराम्रो केही चाहिँ होइन ए ओके ओके अन्त ए त्यो अब च्याम्पियन भइरहेको छ यो दुई एकदमै क्लोज भयो नि त होइन हजुर 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 ए ओके ओके कसले भनेको थियो के बिर्सेँ मैले नै ए त्यो चाहिँ ओके त्यो भनेको होला सो रूप अर्को रूप हो कि अर्को रूप त होइन उहाँ छुट्टै हो ए अर्कै छिट्टै फुल कमलको फुलमा हुनुहुन्थ्यो होइन लोटस फ्लावरदेखि सो इट्स लाइक त्यतिकै उयो आएको कि लोटस फ्लावरदेखि हजुर हजुर मजा भइरहेछ प्रश्न छ मेरो बुद्ध अमिताभ भन्ने एउटा बुद्ध जस्तै हुन्छ अहिले चाहिँ थाहा भयो त्यहाँ त्यो बुद्ध अमिताभ रातो कलर छ नि त्यहाँ भएको ए उ त्यही हजुर हजुर बुद्ध अमिताभ त्यही नै भइरह्यो भनेर उहाँको त्यो उहाँ मात्रै नभएर जति पनि विदेशको लामा गुरुहरू छ नि त्यो लामा चाहिँ लामा भन्ने चाहिँ त्यो शिक्षाको लेभलको कोर्सको नाम हो त्यो त्यहाँ अहिले हाम्रो थार म लामा थार हुँ होइन शेर्पामा पनि अब लामा थार छ त्यसै गरेर तमामा पनि छ होइन लामा भन्ने थार पनि छ नि थर नै हो नि लास्ट नेम चाहिँ हो त्यो त्यसरी लास्ट नेममा राख्ने थर चाहिँ
शिक्षाको लेभलमा जो उच्च शिक्षामा हुन्छ यिनीहरूले लामा लामा थेम्बु लामा अब सुन्दाखेरि चाहिँ नि गुरुहरूले भन्नुहुन्छ नि चाहिँ हुनुहुन्छ उहाँ अहिलेसम्म होइन जस्तै अब गुरु रिम्पोचे जस्तै लोटसबाट चाहिँ उत्पन्न भएको भने जस्तै चेन्जी चाहिँ उत्पन्न चाहिँ केबाट भएको उहाँ पनि लोटसमा होइन सुरुमा जति पनि बोधिसक्यो चाहिँ हामी जस्तै मान्छे नै हो मान्छे नै हो यसरी हाम्रो कर्म गर्दै गर्दै उहाँको पापहरू सबै सबै भयो उहाँको हाम्रो कुरा मात्रै जम्मा हुँदै भएपछि अब जस्तै शाक्यमुनि गौतम बुद्ध उहाँको जीवनी हामीले पढेको हामीलाई थाहा छ उहाँको त होइन अब शाक्यमुनि गौतम बुद्धको चाहिँ अब हामीले उसको लाइफ स्टोरी पढेको नि त अब कसरी बुद्ध पहिला शाक्यमुनि हुनुहुन्थ्यो सिद्धार्थ हुनुहुन्थ्यो त्यहाँदेखि शाक्यमुनि बुद्ध कसरी भयो भन्ने बारेमा त अब यथार्थ छन् यो चाहिँ अनि त्यस्तै नै चाहिँ अब उहाँहरू दुईजनाको चाहिँ गुरु रिम्पोचे र चेन्जीको चाहिँ छैन भनेपछि त्यो चाहिँ अब अहिले अब पत्ता लाग्दैन नि अब धेरै अब लाखौँ वर्ष अगाडिको कुरा छ अब कहाँ जन्मिएको त्यस्तो भन्ने चाहिँ खासै छैन खास टिबेट हिमाली क्षेत्र भन्ने चाहिँ छ त्यो पनि अब लाखौँ होइन 1 लाख त्यो चाहिँ अन्तिम ठिसुङ दिने समग्र गुरुलाई चाहिँ हामी सम्झेर अनि सबै त्यो कुरोहरू चाहिँ जिउमा परिवेश यहाँ तपाईँ हामीसँग विलय भएको चाहिँ भावना भन्नु प्रकाशको सँगसँगै पल्लेन्डमा भने चाहिँ हाम्रो कुरो महान कुरोहरू चाहिँ हामीले प्रार्थना गरेपछि चाहिँ हामी त्यो हामीलाई शक्ति आशीर्वाद दिनुको लागि चाहिँ हामीले नै सोच्नुपर्छ पल्लेन्डमा भनेको कुरो हो वो जो सुने भनेको अनि प्रकाश सँगसँगै नै के अरे शिर गर्छ प्रवेश भयो भावना भन्नु अनि यहाँबाट चाहिँ चौथो सिम्बोल साक्षात् भनेर यहाँ चित्त उत्तर गर्ने सबै संसारको प्राणीहरू सबैको लागि दुःख कष्ट गरेको उनीहरू सबै सुख त्यो अचेनको सिम्बोल 84को सिम्बोल जन्म होस् भन्ने चाहिँ त्यो भावना चित्त उत्पत्ति गरेर चाहिँ 84लाई चाहिँ रोग गर्ने साक्षात् भने चाहिँ साक्षात् भनेको चाहिँ नमस्ते भन्ने छोरा साक्षात् भनेको को लागि बिचारा काम गरिरहनु भएको छ दिदी साग काटिराख्नु भयो र साग तपाईँले चाहिँ के बनाउनु भएको मलाई लागिरहेको थियो कि यही गनाएको भनेर नक्कली मासु भिडियो गर्दाको बिचारा यस्तो जाडोमा 4 जना कस्तो मजाले काम गरिदिरहनु भएको छ त्यही त दिदी तार्न धेरै अप्सन छैन है किचन आउनु थाल्यो भने पनि भोक लाग्यो
Namo Buddhaya
प्रोग्रामहरू मिलाएको तर यसपालि हामीले एक महिना त्यही मजाले हामीले यहीँ बसेर प्र्याक्टिस पनि हामीले गर्ने ढुक्ने पनि हुने भनेर हामीले जुन बुझेको सल्लाह छ उहाँले हामीले हाम्रो पनि सल्लाह छ उहाँले स्वीकारेर हामीले आइदिनु भएर हामीले सम्पूर्ण हाम्रो जुन चाहिँ छिटको हाम्रो सम्पूर्ण परिवारको वचन स्वीकारेर गुरुले हामीलाई जुन हामीले छिटको प्र्याक्टिसको निम्ति हामीलाई उहाँले सहजै स्वीकारेर आज हामीले यहाँसम्म हामीले उहाँलाई जुन हामीले जति जति उहाँले हामीले सिकायो सबै त हामीले त्यति त हामीले भएको छैन फेरि कोही समयमा हामीले फेरि नेक्स्ट इयरतिर कहिलेतिर मिलाएर पुरा गर्ने नै छौँ हामीले जति पनि यहाँनिर अब हिँड्नेको प्र्याक्टिस गरेर आएको हामी लाउनेहरू हामी सबैजना नानीहरू पेसा पढेर यहाँ आउनेहरू उहाँले हामी के गर्छौँ भने एकदमै के अरे खुसी पनि छ मलाई किनभने खुसी लागेको हुन्छ किनभने अब हामी सबैजनाले गर्दा तपाईँ हामी भेला गरेर हामी यहाँ आउनुको लागि त अब के अरे यो मन मिलेर भनौँ न एक खालको हाम्रो सबैजनाको मन मिले जति हामीले आएर अध्ययन गर्यो जे जति हामीले सक्छ हाम्रो दिमागले बे आन्सरमा हामीले सिकिराखेको छ त्यसमा अरूले जे जस्तो भने पनि हामीले निरन्तर गर्नुपर्छ भन्ने अझै पनि हो र अनि आउँदो दिनहरूमा नि हामीले यसरी नै के अरे गर्न सकोस् यस युनेलाई सफल पारिदिनु भएकोमा हामी एक्रोन जेचुप सेडुक्लिङ परिवार अथवा तपाईँहरू आफै संलग्न परिवारप्रति पनि मेरो व्यक्तिगत तर्फबाट र गुम्बाको तर्फबाट मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु विशेष गरी गुरु न्युयोर्कदेखि आएर पनि हामीलाई उहाँदेखि आफ्नो कामको बावजुद आफ्नो समयको बावजुद आएर हामीलाई एक महिनासम्म यहाँ क्लास दिनुभयो उहाँप्रति यस लाखाङको तर्फबाट एकदम कृतज्ञता अन्तर्हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र तपाईँहरू आएर यसरी पढिदिनु भयो दुई कुरा सिक्नुभयो गुरुकोबाट ज्ञान लिनुभयो यहाँहरूप्रति पनि अब सदैव यस्तै गर्नु पाइरहँ हाम्रो लाखाङले अरूले जे जस्तो देखे तापनि अब गुरुहरूले दिएको शिक्षाप्रति हामी लगनशील भएर अघि बढिरहँ भन्ने म अपेक्षा गर्न चाहन्छु अब हुनु त कति कुरो अब आफ्नै घरमा पनि मिल्दैन समय घरमा परिवारमा मिल्दैन काममा मिल्दैन र पनि तपाईँहरू आएर यसरी चाहिँ शिक्षा लिनुभयो यस शिक्षालाई निरन्तरता लिनुहुन्छ होला भन्ने हामी एकदम ठुलो
आशा राखेका छौँ र यी नयाँ भाइ बहिनीहरूलाई अझै पनि अगाडि बढाउँ, सबैले ल्याउँ, यहाँ सिकाउँ, देखाउँ। उहाँहरूले पनि के दुई कुरा बुझोस्, हामीलाई क्वेसन राख्न सकोस् यस विषयमा, यो के हो, कसरी गर्नु। अनि हाम्रो लामा गुरु लगायत तपाईँ दिदीबहिनीहरू सबैले एकदमै हृदयदेखि चाहिँ त्यसले सिक्नु भएको छ। अब धेरै तपाईँहरू सबैले राम्ररी भन्नु पनि भएको छ। सबैलाई सधैँ अब प्रयास गर्नुभयो। सोसँग चाहिँ धर्मबाट चाहिँ टाढा बस्नु, धर्म प्र्याक्टिस चाहिँ जीवनमा सधैँ गरिरहनुपर्छ। एक दुईचोटि सिक्यो भने अब चाहिँ बन्द गरेर राख्ने भने कि झन् अब झन् तपाईँको पर्छ स्टेप त्यो जस्तो हो। आज झन् भरि निरन्तर दिनुपर्छ।